हेलो एन्ड नमस्ते सबैजनालाई। धेरै दिन पछाडि मैले आज भिडियो बनाउनु स्टार्ट गरेको छु। ग्याप पनि अलमोस्ट 1 इयरै भयो होला सायद। आज चाहिँ मन्डे चाहिँ सधैँ रस हुन्छ क्या, किनभने नानीलाई डे केयर पनि छोड्नुपर्छ। मन्डे नराम्रो पनि लाग्छ मलाई, हप्ताको यो मन्डे चाहिँ। किनभने बिहान 6 बजे आफूलाई त उठ्न गाह्रो परिरहेको हुन्छ, नानीलाई फेरि 6 बजे उठा, बिचरा निन्द्रैमा उठाएर म डे केयर पुऱ्याएको क्या। डे केयरमा चाहिँ भिडियो सुट गर्नु मिल्दैन नि त, क्यामेराहरू, त्यही भएर बिचरा सधैँ रुन्छ क्या फेरि। तर आज त्यस्तो रुएन है। आज चाहिँ खोइ उसको फेभरेट टिचर भएर होला कि के भएर थपक्क गइदिइरहेको क्या, रुन्चे मुख बनाएर भए पनि। अनि उसलाई छोडेर अनि म चाहिँ कामतिर जाँदैछु। अब उसको मम्मीको उसको पनि अब कति 8 बजे कलेज पुग्नुपर्ने होला, त्यही भएर मन्डे चाहिँ सधैँ रस हुन्छ। मम्मी कलेज, ड्याडी काम, छोरा डे केयर, यस्तै छ बाहिरको लाइफ। आज फेरि मन्डे ढिलो भयो क्या। अब 7 बजे पछाडि ट्राफिकमा लास्टै परिन्छ। 8 बजे काममा पुग्नु पर्ने, म 7:30 बजे म घरकै लाइनमा छु क्या, यहाँ ट्राफिकमै छु। मैले आफ्नै मात्रै सुनाइरहेछु। होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि धेरै धेरै माया सबैजनालाई। अहिले चाहिँ बरु हल्का जाडो हुन थालेछ क्या, चिसो हुन थालेछ। घाम चाहिँ हल्का चाहिँ लागिरहेछ, तर न्यानो घाम छ क्या। यस्तो छ क्या अगाडि चाहिँ ट्राफिक। हामी यहाँ फसिरहेछौँ। हस् त, म तपाईँहरूलाई काममा पुगेपछि भेटौँला है। बाई।